त्यही हाम्रो क्याबेजहरू लगाएको छ। फाइनली हामीले यो गोरेर पनि भ्यायो अगाडि। यो चाहिँ हाम्रो सिमीहरू छ। सिमीहरू कस्तो फलिरहेछ भन्ने कुरा के है। सिमी पुरै सिमी फलिरहेछ यस्तो भित्रभित्र है। यस्तो हामीले भर्खर यो गोडेको काउलीहरू त्यतिर सुन्तलामा गइरहेछ सिमीहरू। सागहरू यहाँ छ। किन लजाक यो चाहिँ मुला। यो मुलाहरू छ। मुलाहरू पनि एकदम दाना लाग्नु होला छ है। त्यत्रहरू छ यहाँ मुलाहरू। अनि चाहिँ सुन्तला भइहाल्यो हैन। अनि यो चाहिँ क्यारोट भर्खर हामीले यो गोडेर भ्यायो क्यारोटहरू गाजर हैन। अनि त्यसपछि यो चाहिँ कोरिएन्डर भइहाल्यो हैन। यो चाहिँ अनि काउली न साग। यो चाहिँ साग हो। यस्तो छ सागहरू। यस्तो छ साग। अनि यो चाहिँ सुन्तला भइहाल्यो है। नै फलेको छ सुन्तलाहरू। सुन्तलाहरू है यस्तै छ। हाम्रो मिसेस चाहिँ यहाँ काउली गोरिसकेर थाकिसकेको अवस्था छ। के छ खबर ठिक छ? यो साइडदेखि अदुवा है। ऊ यहाँदेखि उतासम्म छ। त्यहाँसम्म छ है अदुवा। सुन्तलाहरू छ बिचबिचमा। यो चाहिँ सिमीबारी हो हाम्रो। यस्तो चाहिँ पुरा फलेको छ सिमीहरू। चाहिँ डल्ले खुर्सानी है। यतादेखि राम्रो देख्दो रहेछ। यस्तो छ डल्ले खुर्सानीहरू थुप्रै फलेको छ हाम्रोतिरको डल्ले खुर्सानी। यस्तो देखाउनु पर्छ। ओ माई गुडनेस पाक्न थालेछ। पुरै डल्ले खुर्सानी छ है। यो चाहिँ हाम्रो अदुवा बारी। यस्तो छ अदुवा बारी। सुन्तलाहरू खै फुले चाहिँ के हुन्छ? फुले के हुन्छ? हो र यहाँ हाम्रो बेसार उक्लिने बेला आइसक्यो। कहाँ फुलिसकेको छ अरे। बेसार फुलेर आइछ। यस्तो छ कि ओ बवाल बवाल। अरू भन्दा नि हाम्रो अदुवा चाहिँ एकदमै दामी छ। यस्तो छ अदुवाहरू। छेउछेउको त्यो के हो? तिर्मिलो अचारको लागि तिर्मिलो छ। यो सुन्तलाहरू चाहिँ हाम्रो अदुवाबारी उतादेखि रहेछ हो। चाहिँ हाम्रो बुवा मम्मीको देन हो देन। पुरै यति धेरै लगाइछ चाहिँ। ऊ त्यहाँसम्म छ भने उतासम्म छ है। अनि उता चाहिँ बिचमा सिमीहरू छ। त्यदेखि उता चाहिँ हाम्रो काउलीहरू।